जापानमा केही कारणले ट्रेन लेट आयो भने चाहे 1000 जना नै किन नहुन्, सबलाई क्या मजाले पैसा फिर्ता दिँदो रहेछ। आज स्कुल जाने बेलामा बाहिरको वातावरण हेर्दा चाहिँ रातभरि ठुलो बरफको तुफान नै आएको रहेछ। बाटोमा हिँड्दा पनि चारैतिरबाट बरफले हानेकोले मेरो टाउको पनि यो दाइको जस्तो नजमोस् भनेर टोपी लगाएर भए पनि बल्ल बल्ल स्टेसन आउँदा स्टेसन बाहिर यत्रो ठुलो भिड रहेछ। अनि भित्र गएर हेर्दा झन् ठुलो भिडले स्टेसन भरिएको थियो र ट्रेन कति बेला आउँछ केही अत्तो पत्तो थिएन। त्यही पनि म हिरो भन्दै प्लेटफर्ममा जान्छु भनेको यहाँ आएर हेर्दा झन् सबजनाले पुरै सिडी नै ढाकेर बसेका थिए। एकछिनपछि फेरि माथि आएर हेर्दा चाहिँ यहाँ भएको सबजनाले फ्री सबवे टिकट पाउने रे। तर सबवे स्टेसन पुग्न सुरुमा बस चढ्नु पर्थ्यो। फ्रीको टिकट सबले लिइरहेका थिए र मैले पनि पाएँ एउटा फ्रीको टिकट। अनि यो टिकट युज गरेर म जहाँसम्म पनि फ्रीमा पुग्न सक्थेँ। तर एकचोटि मात्र जब त्यतिको लागि लाग्न पर्थ्यो यत्रो ठुलो बसको लाइन। त्यसैले यो टिकट केही कामको नभएकोले मैले फेरि उनीहरूलाई नै लगेर फिर्ता दिएँ। अनि म स्टेसनमा 2 घण्टा उभिँदा आज ट्रेन नचल्ने भनेर नोटिस आयो र बिहानको सबै ट्रेनहरू क्यान्सल रे। त्यसैले मैले मेरो टिचरलाई आज म कुनै हालतमा पनि आउन सक्दैन भनेर इन्फर्म गरिदिएँ। प्लिज मलाई फलो गर्नु होला, म सबैलाई फलो ब्याक दिनेछु।